खरीढुङ्गा भन्ने ठाउँमा पुग्यौँ। दोलखा जिल्लाको यो हाइटमा मुडेको हाइटमा बाटो यस्तो छ। चिसो भन्नुहुन्छ अनि कुरै नगर्नु यो ठाउँ। यो पानी परेर भर्खर ढिलो भएको छ। हामी आइपुग्दा पानी परेर दिन्छ। यो चाहिँ भन्छ खरीढुङ्गा बजार। अब खरीढुङ्गाबाट यसो लाग्दाखेरि यतापट्टि हेर्दाखेरि कुहिरोले पुरै ढाकेछ। कुहिरो देखिन्छ। एक लाग्ला जस्तो चिसो छ यहाँ। अगाडि हेर्दाखेरि कुहिरो हुसिलाइरहेछ। हाम्रो यात्रा जारी छ। कस्तो महसुस भइरहेछ मान्छे? चिसो छैन? हात हेर्नु त पहिला। चिसो त यहाँ यो गाडी चिसो होला। जाडो महिना भन्दा नि बढी चिसो छ यता। खरीढुङ्गा भन्ने ठाउँ यही हो। यो खरीढुङ्गा आइपुग्यो हामी। चिसोको कुरै नगर्नु। यस्तो छ ठाउँ। यो यतापट्टिबाट चाहिँ देखाउनु पर्यो। मिठो जाडो छ। जाडो महिनामा नि यति जाडो हुँदैन। बाटो यस्तो छ। सडक चिसो। यो डाँडाबाट तल गएर देखिन्छ। गयो त तल यता हेर्दाखेरि सिलाइरहेछ। ठाउँ यस्तो छ। यो रुखै उम्रिँदैन यता यस्तो। पनि राम्रोसँग पलाउँछ। बाटो यात्रा जारी छ हाम्रो। ढुङ्गा देखाउनु पर्छ। जाडो हेर्दाखेरि त भर्खर जाडो महिना लाग्यो जस्तो छ। कसर छ यहाँ। यस्तो भए त कसरको हालत। उजार बाटो यही हो। खरीढुङ्गाको बजार भन्ने चाहिँ हो यही हो। हिउँ पर्छ यहाँ गाइड व्यापक। यो चौरभरि आउँछ हिउँभरिभरि।
खै ढुङ्गाको बोलारे हो ल अब चाहिँ ढ्याक्क थिच्यौँ